ओहो यहाँको टेक्निकलै फेरि। सो गाइज हामी चाहिँ नयाँ बाटो लाग्दैछौँ। कहाँ पुग्दो रहेछ भनेर नयाँ ट्रेल हाम्रो यहाँ पहिला हाम्रो दाइहरूले अब आजदेखि यहीँबाट आउनु पर्ला। त्यसो भए follow me. You guys. Oh ho ho. यो ट्रायल फेरि एकदमै डेन्जर छ क्या, मजा फेरि आउँछ। ओहो झाडी लगाइज टेक्निकल सुरु। यहाँको टेक्निकलै फेरि। ओइ साइकल नै रुक्दैन त। ओए धन्ने खसेन यार तल। अलि मेरो गेयर टाइट छ क्या धेरै, अनि त्यही भएर गाइज अलिकति रमाइलो छ यार। अलिकति त्यो गियरले चाहिँ अलिकति आज डिस्टर्ब गर्यो। त्यही हो, गियरले चाहिँ अलिक डिस्टर्ब गर्यो। फ्लो सेक्सन आयो। ओइ ओहे आई वाज सो के भन्छ त्यसलाई अन रेडी। यहाँ चाहिँ लेट्स गो गाइज। ओए कस्तो चरा रहेछ यार। नाइस। यो बाली चाहिँ राम्रो टर्निङ भइदिएर। यहाँको फेरि मेरो सिफ्टरै भाँचिसक्यो गाइज, अनि द्याट्स वाइ म गियर चेन्ज गर्न सकिरहेको छैन। ओए कहाँबाट यस्तो रुकायो? मलाई यो टर्निङ चाहिँ कस्तो लाग्छ यार। ओए यहाँ त के हो, जरै जरा। लो ल हेर्नु त जरा। ओए 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 यो सेक्सन चाहिँ चुपचाप हुन्छ क्या गाइस। ओए खाँदो भित्रै छिर्यो। ए मिनी हट अट्याक आइदिएर। खाल्टो खाल्टो। सो गाइज हामी चाहिँ नयाँ बाटो लाग्दैछौँ। कहाँ पुग्दो रहेछ भनेर नयाँ ट्रेल हाम्रो यहाँ पहिला हाम्रो दाइहरूले कुदाउँथ्यो। यो अर्को बाटो हेरौँ है त गाइज छ कि यहाँपट्टि। उही यहाँपट्टि है फिना यहाँपट्टि ट्रायल रहेछ भन्दा हामी नयाँ बाटो डिस्कभर गरेर नेक्स्ट टाइमदेखि त यहीँ आउनु पर्ला जस्तो छ। ऊ छ खतरा छ कि क्या हो यार। ओए के हो? ओए अलि हेर है, ओए हेर है। जाउँ त जाउँ, कहाँ पुग्दो रहेछ यो नयाँ बाटो।
ए हो रहेछ ल हिँड हिँड अब आजदेखि यहीँबाट आउनु पर्ला गाइज हामीले नयाँ बाटो डिस्कभर गरिसक्यौँ यस्तोमा त फेरि तर यो चाहिँ नयाँ बाटो हो त्यही भएर हामीले हेरेर जानुपर्ने हुन्छ हामी होइन हतारमा जानु हुँदैन नयाँ बाटो हो यसो हेर्न मात्रै आएको ओए स्विच ब्याग हो यो ओए कट्यो स्विच ब्याग इम्प्रुभ भएको जस्तो लाग्यो मेरो आफ्नो यो पनि कटाइदिएँ है त ओए कहाँ पुग्यो थाहा छैन कहाँ पुग्छ चाहिँ थाहा छैन तर भिडियोहरूमा चाहिँ यहीँ देखाएको थियो ओए यहीँ खाल्डो हेर नयाँ बाटो त नयाँ बाटो हो ओए ओए के यस्तो तर दामी छ कि क्या हो ओए यो ल गाई जब चाहिँ सागको आउने बेलामा यहीँबाट आउनु पर्यो तर फर्स्ट टाइम चाहिँ अलिक केयरफुल भएर आउनुपर्छ किनभने फर्स्ट टाइम हो नि त देख केही थाहा हुँदैन ल कहाँ जाने अब यहाँबाट ल के हो यो अब यहाँ कोही नहिँडेको टन्नै भएको जस्तो छ ए खाल्डो होला यस्तो मातामा फेरि खाल्डो पो हुन्छ त फेरि ओए यो त के छ बिस्तारै मान्छे ओइ यहाँ त बिहे पो भएको छ